प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित भएर सांसदले सोधेका प्रश्नको जवाफ दिन सभामुखको निर्देशन। बालेनको अटेरीपनले दिक्क बनेका सभामुख आज कडा रूपमा प्रस्तुत भए। सभामुखको रुलिङपछि प्रधानमन्त्री संसदमा आउलान् त। सभामुख डोलप्रसाद अर्यालले आज प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेका छन्। विपक्षी सांसदहरूले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै उनको खोजी गरिरहेपछि अस्ति सभामुख आफै प्रधानमन्त्रीलाई भेट्न गएर सदनमा आइदिन आग्रह गरेका थिए। त्यतिबेला पनि बालेनले कुनै ठोस जवाफ भने दिएका थिएनन्। आजको प्रतिनिधि सभाको बैठकमा पनि सुरुमै हर्क साम्पाङ लगायतका सांसदहरूले विरोध जनाएपछि अति भएर सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई जवाफ दिन निर्देशन नै दिएका हुन्। एकातिर विपक्षको विरोध छ, अर्कोतिर बालेनको अटेरीपनले सभामुख दिक्क बनेका छन्। बजारमा ग्यास अभाव भएर जनताको चुलो ठप्प हुँदा पनि सरकार नबोलेको भन्दै विपक्षी दल मात्र होइन, रासोपाकै सांसदहरूले पनि बालेन शाहको जवाफ खोजिरहेका छन्। सांसदहरूले विभिन्न समसामयिक विषय र सरकारको कार्यशैलीलाई लिएर उठाएका प्रश्नको सम्बोधन नभएको भन्दै ध्यानाकर्षण गराएपछि सभामुखबाट यस्तो रुलिङ आएको हो। पछिल्लो समय संसदमा उठेका प्रश्नहरूको जवाफ सरकारका तर्फबाट नआएको भन्दै सांसदहरूले नियमापत्ति जनाउँदै आएका थिए। सभामुखको आदेशपछि बालेन जवाफ दिन आउँछन् कि आउँदैनन् त्यो भने हेर्न बाँकी छ।